हेलो गाइस, म चाहिँ हैन के भन्छ खोले साग खानु मन लाग्यो। अन्त त्यसपछि मेरो बुढालाई टिप्दिनु भनेको ऊ त्यहाँनिर रहेछ के कुलामा। अनि म चाहिँ जाँदैछु, मेरो बुढा त्यहाँ टिप्दै हुनुहुन्छ हैन। बुढो टी सर्ट किन नलाएको? बुढो टी सर्ट किन नलाएको? नाङ्गै छ त, घामले डढेर कालो न कालो भइसक्यो। अनि साग कति एक छाक पुग्छ? यो कहाँबाट आयो? माथिबाट आएको होला है, बगाउँदै ल्यायो होला है यो बोट कुलामा। के होइन क्या, यो हेर्नु न कस्तो मजाले कति धेरै आएछ फेरि। माथिको यस्तै कस्तो राम्रो भइसक्यो त्यो फुलेछ त्यहाँ त। अनि हेर्नु न कस्तो राम्रो छ क्या फेरि राम्रै बारी छेउमा ल्याएर उम्रेछ त। यतिले किन्न गयो भने कति पर्छ? 50 रुपियाँ। ए बेथुको त 40 भने सुनेन, यति जब बेथुको साग खोले साग यहाँ कुलामा, यहाँनिर खोले साग होइन। पटक्कै बसेर टिप्ने हो। यस्तो खानु मन लाग्यो कि मलाई है, के भन्नु र। मेरो बुढालाई टिप्दिनु भनेको आज कति दिन भयो? 3-4 दिन भयो।